हेलो हेलो हजुरहरूलाई स्वागत छ फेरि मेरो एउटा अर्को ब्लगमा। आज चाहिँ म चाहिँ होइन यो बाइक यो साइकलमा चाहिँ यो ट्राई गर्दैछु कि यो चाहिँ अब फोन होल्डर होइन। सो तपाईँहरूलाई देखाएर चाहिँ यो चाहिँ यो फोन होल्डर हो, यसरी लाउनु पर्ने हुन्छ यसमा कि होइन, यसमा चाहिँ लाउनु पर्ने हो। सो म चाहिँ अब लगाएर तपाईँहरूलाई देखाउँछु कि होइन। अनि अब भोलिदेखि चाहिँ म अब मेरो भोलि चाहिँ छुट्टी छ होइन, त्यही भएर चाहिँ म अब भोलि यताउति ट्राभल गर्ने होला यो लगाएर अनि फोनलाई त्यसमा राखेर चाहिँ ट्राभल गर्ने हुन्छु कि होइन। सो साथै म चाहिँ यसलाई लगाइसकेँ कि होइन। अब यसलाई चाहिँ यसरी प्रेस गर्दाखेरि चाहिँ यो खुल्छ होइन, यो बटन यस्तो दबायो भने फेरि लक हुन्छ कि होइन। सो त्यसरी चाहिँ अब म यो फोनलाई यहाँ राखेर अनि यो गर्ने आउँछु कि ताकि यसले चाहिँ अब अगाडिको यस्तो दृश्यहरू क्याप्चर भयो होइन। सो नाउ लेट्स स्टार्ट। अब गरौँ त होइन, कतिको सफल हुन्छ साइकल चाहिँ के यस्तो मेरो होइन, मेरो भन्दा नि यो चाहिँ साथीको साइकल हो। सो यसमा चाहिँ मैले अब यस्तो यो फोन होल्डर लगाएर आज ट्राई गर्दैछु कि होइन, कतिको सक्सेस हुन्छ त यो काम भनेर है त। सो फाइनली साथीहरू अब चाहिँ के यस्तो तरिकाले सुरु भइरहेको छ मेरो यात्रा। त्यो फेरि अगाडिको ब्रेक मात्रै लाग्छ, पछाडिको ब्रेक चाहिँ अहिले खासै छैन होइन। सो अब चाहिँ हुने होला छ रमाइलो, अब चाहिँ गोवा ट्रिप हुनेवाला छ साथीहरू। यसरी चाहिँ अब घुम्न पाइयो भने होइन, टक्क लगाएर अगाडिको दृश्य हजुरहरूलाई पनि देखाउने होइन, आफूले भ्लग बनाउँदा पनि राम्रो लाग्ने होइन। सो अब म चाहिँ गोवा ट्राभल गर्नेवाला छु कि होइन यस्तो साइकलमा। अब हजुरहरूले देख्न सक्नुहुन्छ यस्तो दामी। म चाहिँ एकछिन पारि त्यो हाइवेतिर गएर आउनेवाला छु कि होइन, कतिको काम गर्छ भनेर। सो नाउ लेट्स स्टार्ट। अब अहिले अब साइकलबाट चाहिँ अब सुरु गरौँ न त भनेर चाहिँ यस्तो गरौँ लाग्यो। अब सक्सेस भयो जस्तो चाहिँ फोन होल्डर लिएर, किनभने अब चाहिँ राम्रो तरिकाले ब्लगर बन्ने भयो क्या होइन। अब त्यहाँ अलि अगाडि गएर चाहिँ घुमाएर फेरि जानु पऱ्यो कि होइन। अब चाहिँ म छिटै गोवा ट्राभलको ब्लगर हाल्ने छु कि होइन, सोचिरहेको छु एउटा साइकल किनेर मजाले गोवा घुम्दै ब्लगर बनाउने होइन, एकदम रमाइलो कि होइन। साइकल पनि मैले त साथीहरू लगभग 3 या 4 वर्षपछि बल्ल चलाएँ कि होइन, घरतिर चलाउन नपाइने, बाहिरतिर अब कहिले कता किन्न नमिल्ने। त्यसैले चाहिँ अब सोधिरहेको छ अर्को महिनातिर अब यसो साइकल किनेर चाहिँ साइकलमा ट्राभलिङ गर्नु पर्यो। साथीहरू आइपुग्यो रुममा होइन। अब साइकल चाहिँ यसरी राख्यो, त्यो फोन होल्डर चाहिँ निकालेर अब यसरी आइयो पछिमा पुज्दै होइन। अब एकछिन गाडी चलाउँदा साइकल चलाउँदाखेरि पनि यति गाह्रो। सो आजको यस ब्लगमा यति नै होइन। म फेरि हजुरलाई भोलि एउटा नयाँ ब्लग छ त्यति नैसम्म यो भिडियो हेरिदिनु धेरै धेरै धन्यवाद। थ्याङ्क यू फर वाचिङ।